हेलो गुड मर्निङ गाइस सबैजनालाई सधैँ सुविधा हुनुहुन्छ होला है। आजको ब्लग जङ्गलतर्फ भएको ब्लग छ है, सब्जी खोज्ने है, त्यसको लागि जाँदैछु है। अन्त माथि बु हुनुहुन्छ है, बुसँग जानेवाला छु है। त्यसरी नै म अहिले यहाँ माथि आइपुगेँ है। ल उपरान्त माथि पुगेर तपाईँलाई देखाउनेछु है। ल गाइस हामी चाहिँ यहाँ माथि जङ्गलमा आइपुग्यो, तर पसिना भइसक्यो है। हैटेरिका दाजु यस्तो बाटो खानु चाहिँ साथीहरू हेर्नु यस्तो जङ्गलको बाटो छ। दाजुलाई त पसिना नहुँदैन हो, मलाई त पसिना भइसक्यो दाजु। यो चाहिँ छाला बाक्लो भयो होला हुँदैन। त्यो दुलो ब्लक भएर पसिना आउने ब्लक भएर छाला बाक्लो भयो त्यस कारण चाहिँ आउँदैन मलाई। फिलहाल हामी चाहिँ गोलडाँडा होइन बु मौसम चाहिँ चिसो तर उकालो चाहिँ पसिना चाहिँ मामा त्यही चाहिँ अझै सब्जी बाटोमा त पुग्नु निकै टाइमै लाग्छ होइन दाजु। सब्जी भन्दा पनि हेर्दै जानुपर्छ। तिनी गरेर यहाँ त लान्थ्यो होइन, यादै भएन। बाघ मारे बामफो के भन्छ हेर्नुहोस् है, भाम छोएको त हेर्नुहोस् है त्यो बेला फेरि काट्नु त फेरि काट्नु त यति तिन गरेको झ्याङ चाहिँ यो है क्या छैन रहेछ हौ। तर छ होला हौ, मैले परबाट त देखेँ थिएँ अस्ति। पसिना हेर्ने हो त्यसले भिजेर हेटेर यो टोपी लाउँदा त झन् मामा गरम भयो। मैले एउटा टस यहाँ भेटाएको नि दाजु यहाँनिर। मेरो अलिक सुन्दैछ सुन्दैछ यो बाटोको त चुक्ली खान्छ एउटा छैन त अन्त मैले देखाएको छ। देखाएको छ मैले एकपल्ट चाहिँ यहाँबाट चाहिँ हँसियाले यहाँ निगा चाहिँ उयो हानेको लागेन। ल अब चाहिँ भिडियो बनाउँदा यहाँसम्म आयो हो। अब चाहिँ एकैचोटि सब्जी टिपेकोहरू भिडियोहरू बनाउँछु है। आज चाहिँ बाटोमा आउँदै गरेको चाहिँ भिडियो बनाएको है। आमा के गरेको त्यो हेटेरेको ज्यान माराउने फैलिनु नि त अलिकति फैलिँदैन यो के के गर्छ दाजु। यो चाहिँ के पो भन्नु ऐसिलो कि के हुन्छ अरे दाजु? ऐँसेलुको हो कि ऐँसेलु चाहिँ यो माथिबाट चाहिँ यसको लामो लहरा गएर चाहिँ टुप्पाले भुइसकेपछि चाहिँ टुस आउँछ हो। अच्छा अब म उखालेर देखाउँदैछु है साथीहरूलाई हजुरहरूलाई। कतिले चाहिँ विश्वास गर्नु हुँदैन होला र हामी चाहिँ पुरै याद छ कि हेर्नुहोस् है अच्छा यो भयो टुसा यसको फेदको यो तपाईँले काटेको नि हो कि मैले काटेको यहाँ छ हेर्नुहोस् है यसरी फैलिन्छ यो चाहिँ। अनि यसको झ्याङ चाहिँ यता घुमेर फेरि यहाँ छ त अन्त होइन? यसको जाङ चाहिँ कहाँ छ भने उहाँ छ हौ, उहाँ माथि छ उहाँ पर छ। खोइ देखाउनु त्यो टुप्पाको ए अच्छा यो चाहिँ यस्तो हुन्छ है साथीहरू। ल नि त साथी हो, यो थाहा थिएन होला है, मलाई पनि थाहा थिएन। अन्त बुबुले भनेर मात्रै चाल पाएको। ऐँसेलुको चाहिँ यस्तो हुन्छ है जात।
ल हे गाइस हामी चाहिँ जङ्गलमा आइपुग्यौँ है पसिना भएर जङ्गलमा आइपुग्यौँ अब हामी चाहिँ सिस्नो टिप्नु तर्फपट्टि लागेका छौँ दाजु टिप्नु हुँदैछ है हेर्नुहोस् त लेखरी दल साथी हो यो चाहिँ फेरि अब यहाँदेखि मिठो हुँदैन नि है दाजु लेखरी दल है यसै दाजु चाहिँ टिप्दैछ है लेखरी दल म चाहिँ अब एकछिनमा टिप्छु दामी दामी रहेछ हौ वाउ खै उयो छ त अन्त यो टिमोस त्यस्तो जति जति छ यस्तो टिमोस यस्तो आमामा हरियाली ये वाला आमामामा ये वाला अच्छा होता है ना दामी रहेछ देखो न आज तरीका देखो तो चिम्टा अच्छा भयो क्या हाम्रो त अच्छा आमामामा यहाँ हेर्नु ये वाला यो जग्गा चाहिँ फेरि दामी पाउँछ नि त है यस जग्गा दामी पाउँछ सही ल हे त दाजु छोड्दो रहेछ नि त साथी हो हेर्नु त यस्तोहरू पनि टिपेको हुन्थ्यो नि तेरीको भरे जति जति उतलतिर आमा के लोभ हो आमा बसी बसाइ घुरा दसै ठक्कै टाइममा पाइपुगेको ठिक्कै जग्गामा यहाँ पनि हेर्नु त वाउ यो ना 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 यहाँ हो म त बाबु यो अब यहाँ हेर्नु यहाँ ए यहाँ हो ऊ यहाँ आयो नि त अन्त कस्तो टाइम दिन्छ कि म त्यस्तो त छोड्दिनँ नि हो त्यहाँदेखि जहाँ तहाँ जम्छौ तिमी म पहिला बनिरहने अब त दुईजना सब्जी टिपाइ भएको है अब स्टार्ट स्नुबाट भयो गीत पनि दामी गाउँदैन रे दाजुले है अच्छा जी दाजु त ट्याङ्की भरे नपाउला फेरि र पाउँछ कालो कालो अब एउटा यहाँ मुनि गएर मेडिसिन पाउँछ अब भयो होला त्यसको पनि टाइम पढिनु यो हो त है मेडिसिन टिप्नुपर्छ मेडिसिन चाहिँ अब के को गर्नु हुँदैछ दाजुले अब भरे देखाउँछु अब पुग्नु आँट्यो भने त्यो टाइममा कि यी भामक त फेरि मेरो यहाँनिर हो हेर्दै जानु है त गाइस देखो न देखाउँछ गाइसहरूलाई ल अब नै क्या उमा टुपी मात्रै रहेछ एउटा देखो न पहिला त कम्ता हुन्थ्यो नि त हौ यो जग्गामा त कहिले 2-3 महिना उठाएको पनि मानौँ त हो खोक्ली के भन्छ यसलाई अब खोक्ली कुकुर दाइ ऊ मेडिसिन भनेको यही हो यता चाहिँ यता त मेडिसिन ए वाला कसलाई थाहा छ कमेन्ट गर्नु होला कहाँ टिपेको छ उयो इथे छे अब टिप्नु पऱ्यो नि इसको बोलते कुकुर दाई नहीं हम लोग सिक्किम का लोग बड़ी चाव से खाता है इथे अरे टिप्दैन त ओ बड़ा तो नहीं खेत हो देखो ना गाइस
यो चाहिँ पहिला हामीले हाम्रो निङ्गुरे टिप्ने जग्गा यस्तो भाइ ढुट्ट कि यहाँ त रोड पो भएको छ अब त यहाँ त भिर पो आम्मामामामा हाम्रो जङ्गल त निङ्गुरे चाहिँ यही हो ए गाइसी पलाउँदै थिएछ नि दाजु हो दाजु पलाउँदै रहेछ नि हेर गाइस निङ्गुरे खोइ हो छैन त दबाई त है पायो ओ यहाँदेखि त झऱ्यो भने त ठहरै हुने रहेछ त अब अब ओ यहाँ त रड छ त के गरेको थिएँ निङ्गुरे त भएको हो नि यहाँ पाउने जग्गामा त अन्त टाङ्गु लगेछ नि खोइ मेडिसिन कति पायो निङ्गुरेहरू हुँदो थिएछ ए हो त भएको त यहाँ त बाङ्गो बनाएको छ नि पाउने जग्गा त हो त यी छ त यो चाहिँ किन नटिप्यो आम्मामा यहाँ थिएछ नि दाजु हो यहाँ पनि थिएछ टुप्पीमा के हो होइन हौ यहाँ रहेछ हौ उयसमा यो हो जङ्गल पेल हो दाजु निङ्गुरे छन् दाजु सब्जी टिप्नु काम गाह्रो छ हारी पनि हो गाह्रो यहाँ गाह्रो अच्छा भइगयो दाजुले टिप्दैछ ढुङ्केले मेडिसिन कम गाह्रो छ हाइट यसमा काँडा हुन्छ काँडा यसका बाजे यहाँ पनि छ भन्छ खोइ कम गाह्रो छ आमा त्यसको मा त्यो दुईवटा लडायो नि त दाजु देखेर अब तान्नु पो साह्रो छ मलाई यहाँ त्यही देखेर त आएको छ आमा त्यो दुईवटा देखेर यता फर्दै आएको कि साथी मलाई कम गाह्रो छ दाजुले बल गरेर तान्छ अब रे दाजुले निकालेको यहाँ अच्छा 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 मैले अघि ताली हेरेको भएर आउँछ आम्मा भएर आउँछ जित्दैन पुग्दैन गयो कि बिरालो देख्ने हो कि के हो यो नाम चाहिँ पुग्दैन अरे कुकुरदाइने छ रहेछ लामो लामो कति लामो हो ओ माथिबाट छोडेछु सानो सानो होइन थोरै थोरै छ कम गाह्रो छ
हौ सानो 4जना बेलामा त खै देखौँ त दाजुले अब देखाउँछ है कति कहाँ हो सिस्नो छ भन्दै हुन्छ देखिलो देखो ल बा देखो न गाइस देखो न दाजुले यति टिपेछ बिरालु देप्रे बिरालु देप्रे अरे नाम पनि के हो यस्तो ल हाम्रो घरबाट चाहिँ सुन्ने घल्डङ घल्डङ गर्ने सुन्ने चाहिँ यही हो यस्तो बनाइसकेको छ नि त ल हामी चाहिँ अहिले फिलहाल हिउँलाखा आइपुग्यौँ हिउँलाखाको हालत चाहिँ यस्तो छ पहिला चाहिँ हाम्रो पिकनिक खेल्ने जग्गाहरू यिनीहरू हुन्छ त्यो कालो हुँदैन यसमा घरभित्र राखेर पानी राख्दा हुन्छ नि यस्तै छ है हिउँलाखाको हालत खप्पै के भयो यो त कता जानु कता कहाँ आएको यो सब जङ्गल हो आर्मीको रोड लड्छ है कता छु लड्छ है यस्तो छ जग्गा काम गरिरहेको छ यो सबै आर्मीको रोड हो दाजु पर पुग्यो यहाँ चाहिँ पहिला एउटा टायर थियो हाम्रो यो घरदेखि चाहिँ मुम्बई आएर चाहिँ हामी पिकनिकहरू खेल्थ्यौँ यहाँनिर यो चाहिँ अब आर्मीको रोड एकदम हाइवे नथुला जाने रुट बनिँदैछ है पहिला हामी सब्जी खोज्ने यहाँ आएर सुत्ने खेल्थ्यो हामी अहिले चाहिँ यस्तो भएको रहेछ यहाँको प्रेसर मेसिन चाहिँ हाम्रो घरमा टक्क सुन्छ तल लगाएको यो सबै अल्ला कता पेर्नु लागि एउटा साइड यहाँनिर ढुङ्गा यहीँनिर बनाएको पहिलाको भिडियोमा पनि लगाएको थिएँ मैले यहाँ त्यति बेला बनिँदै गरेको थिएँ यो अहिले बनेर पनि यस्तो चालु भइसक्यो यो चाहिँ घरमा भए है यति राम्रो गिटिसहरू बिक्री गरेको फेरि ढुङ्गा एकदम यो बन मेसिन बिक्री गरेको सायद अब चाहिँ फिलहाल हामी देख्दै गरेको जङ्गलपट्टि जानेछौँ लगाइस यो चाहिँ हिउँलाखाको नजारा हो लगाइस अब हामी माथि निङ्गुरी भएको जग्गामा जानेछौँ त्यहाँ निङ्गुरी पायो भने पायो त्यहाँबाट भएन भने चाहिँ मुत्तापट्टिबाट घुम्नेछ त्यहाँनिर त्यति निङ्गुरीहरू आउनेछौँ दाजु चाहिँ पर गएको छ है काम गरेको जग्गामा पर बसिरहेछ ल गाइस अब एकैचोटि माथि निङ्गुरे खोजेको भिडियो बनाउनेवाला छौँ अघि हामीले मेडिसिनको लागि बुढो टिप्यो है अब निङ्गुरे सिस्नो कता कता हुन्छ है खुट्टा आजको निङ्गुरे त्यही हो
सब्जी खोज्दै आएको है ल गाइस भरे भेटौँ यो चाहिँ एउटा पिक्चर छ नि माझी त्यस्तै बन्ने गर्छ यो रोड चाहिँ आम्मामामामामामा यहाँ माथि टुप्पीबाट चाहिँ खोलेर लिएर चाहिँ यत्रो बनाएको छ अन्त हैट्टेरिका र रिम्बाइमा र यो चाहिँ आम्पो वाहो देखो ना गाइस देखो ना देखो ना गाइस ये क्या है देखो ना ऐसा पहाड़ दिखा है क्या देखो ना ल गाइस हामी चाहिँ देउरालीमा आइपुग्यौँ है यो चाहिँ हाम्रो देउराली जग्गा है यो चाहिँ यहाँ चाहिँ हामी जहिले पनि यसरी हरियो पात चढाउने गर्छौँ दाजु चाहिँ चढाएर पनि हो है यो चाहिँ देउराली भनिन्छ है यहाँदेखि एउटा बाटोबाट रास्ता आउँछ दाजु उठेको दाना रहेछ त मैले चाहिँ टेस्ट गरी सुनिहाल्छु झन् यही हो उठे भन्ने पहिला चाहिँ दाजुहरूले चाहिँ जोड खान्थे अरे तर हामी चाहिँ मैले चाहिँ अहिलेसम्म टेस्ट गरेको छुइनँ कस्तो हुन्छ मिठो हुन्छ भन्छ आलु जस्तो सेम हुन्छ भन्थ्यो रहेछ दाजुले पुऱ्याउनु हुँदैछ ठिकै छैन मुस्किल रहेछ त है कति साह्रो पर्छ यो छैन नाइ के यताको हुँदैन नि माथि लेखेको मात्रै हुन्छ नि अनि यो त लेकै हो त कहाँ हो यहाँ माथि अझै त्यो माथि त्यो गर्जुरीको छेउको मिठो हुन्छ यतातिर मात्रै हुन्छ त्यहाँको मात्रै यहाँको हुँदैन तर मैले चाहिँ देखेँ सुन नि त यतातिर कहिले दाना हुने भने भालुले खाइहाल्छ नि ए हो भालुले खाइहाल्छ हुँदैन नि कुदी यहाँ बसेर खाएको अस्ति हामी खाएको मैले एउटा चप कहाँ परेछ चम्ची यहाँ चाहिँ एउटा जडीबुटी टिप्दैछ यहाँ यो चाहिँ कोकोलाई थाहा छ पाउँछ दाजु तर नजर हेर्नुपर्छ हौ यो चाहिँ भगवान छ यी दुःखमै म चाहिँ एउटा पनि पाइनँ तर दुःखमै ए टिपेको छ सबै के अन्त मैले चाहिँ पाइनँ त अन्त हम त नै मिल रहे तो बसेर खोज्नु र नि अच्छा दाजुले पाए पाए गर्छ त अन्त हम तो नहीं मिला तो हमको तो नहीं मिला तो अच्छा म त टिपेको मात्रै पाउँछु त खाऊ त देखो त अरे फुलेछ नि हौ है छिप्यो नि अब चित्त हुन्छ नि चित्त हुन्छ नि अब फुल गया पर हमको तो एक भी नहीं मिला क्या है हमको तो एक भी नहीं मिला अब चाटा पायो भने चाहिँ चटनी हुन्छ चटनी हुन्छ त हाँ मेरे को दिखा एक दिखा अंदर में छुपा है अंदर भी ये देखो गाइस ये देखो एक मिला मेरे को भी
भुस्किया रे यदि पनि पोटरम गरेर सिक्यो भने हिन्दी पनि नभए भोटेर उमाउ यता त बुढो अलिक टिपिसक्यो तर मैले यसरी फुलेको त देखेको थिएँ नि यसरी नाकिने जस्तो फुलेको थियो अस्ति टिप्ने हो नि त यहाँ टिपेछ नि जान लाग्यो सबै टिपेछ नि त मान्छे त है घाँसे छौ केही पो छोड्दैन त कति त फुलेर पनि उयो भएछ हौ अस्तिमा राजतिर जाउँछ नि त यहीँबाट लग्यो होला है केटाले अब ए कसरी यस्तो भएछ तिमीलाई देखेर हाँस्दैछ अलैँची बगानमा आएको छु दर्शन ल हामी चाहिँ देउराली टार आइपुग्यौँ यो चाहिँ देउराली टार हो हाई हाई ल मलाई अब साह्रै सँग पर्छौ नि लो लो अनि कनु टेन्डा हो ओको चाहिँ अनि ओको चाहिँ है यापछि खानु ल खानु ओको चाहिँ लेखा लियो नाखीमा ल उसो लिएको नि नाखीमा चाहिँ आइलो मानु सबै यापछि खटा चिया रहेछ उनी मात्रै टोक्नु आन्कन ओको चाहिँ भाइ खाटमा भाइ पुखामा पऱ्यो ओको चाहिँ माथिमक यीवटा बाक्को बाक्को दुधा यी उसो टाङ चाहिँ उसो यी ओको है टाङ चाहिँ यी खानु मै यापछि डम्पिङ हो त्यहाँबाट जाने बाटो यो बाटोबाट फेरि होला यी बोकिराख्नु त्यसमा ल आयो हे ओको चाहिँ भाती उम्माक अब डुङमा पर्छ है लाउनु नि नि ए लिन्छ भाती उम्माक डुङमा खोइबाट बाटो ल यावाची खानु मै यी खोकीटा उसो टोकेर छ नि है अब टुङमा पऱ्यो ल यावाची सानो याङ आमामामा सँग भाङ्सुको नि बुबु भाग्छ मन याङ आमामामा मेसेज अब बनेको हुन्छ दोसर सानो दिदी छौ भोलि बोक्नु पर्ने तर पुग्छ ढुङ्गा मजा जाँदा यहाँदेखि उता गएपछि ढुङ्गा पुगि त गयो उहाँको बाटो बन्द छ अरे नि उमा चाहिँ भिर छ अरे नि अस्ति डुङ्गा पर्छ ओको चाहिँ नुगेर खर्का पुगेर डुङ्नुपर्छ अब फेरि वडा पाक्नु पर्छ बेगटा पाक्न पर्छ जङ्गलमा बस्दा चाहिँ मजा एक प्रकारको हामीले त कहाँ भात पनि पकाएर खाएको थियो नि कहाँ हो यहीँ होइन कता गएर यता कता कस्तो लाग्यो कि होइन म डडेलीमा पो होला हौ त्यो पकाएर खाँदा खायो बेसी ठुलो डडेलीमा होला हौ अब उसो चाँग पर्छ ल अब हाते मर चेप्पो माल खाने हो कि
प्रकारको हुन्छ जङ्गलमा आउँदा के मजा होइन त ऊ सुनसान हो यो अलिक यो आर्मीको रोडले गर्दा अलिक घाद्रा गुरुङ छ हो यसले चाहिँ भन्छ साथीहरू हाते मरुवा चेपुवा माल नराम्रो चाहिँ नसम्झिनुहोस् है साथीहरूले अब हातले मार्छ मुखमा चेप्छ त्यो ठिकै होइन यसरी मार्छ नि फेरि हाते मर्यो भने आमा आज चाहिँ घरबाट सुरु भएको हिउँलाखा दोरोक है अब हामी अहिले फिलहाल यहाँ डडेली अब जानेवाला छौँ हामी यहाँबाट ढुङ्गेल खर्का त्यहाँबाट अझै त्यो ढुङ्गेल खर्कादेखि उतो झर्नुपर्ने छ त्यहाँबाट मेचेन भयो त्यहाँबाट छाचिन भयो त्यहाँबाट पहिला मेचेन आउँछ त्यहाँदेखि सोतुङलाखा आउँछ सोतुङलाखादेखि चाहिँ छाचिन आउनु पर्यो त्यहाँदेखि लाचुङ त्यहाँबाट पुमचुरङ त्यहाँबाट चाहिँ अरे हौ घरमा उङ्का खिम दा यी अघि भन्ने थियो नि चेपुवा मैले चेपेर मैले ल नि छ ल पुगेर फेरि हामी लाग्यौँ है फेरि अब अर्को जग्गा राजपुर के भन्छ राईकोटाबाट अब खाट्नु पर्छ ढुङ्गेल खर्का अब ढुङ्गल खर्का ल गाइस हामी चाहिँ अब ढुङ्गेल खर्कामा आइपुग्यौँ हो अब उताको नजारा हजुरहरूलाई देखाउँदै चाहिँ ल दाजु जाँदैछ अगाडि यो चाहिँ हो ढुङ्गेल खर्का टाढ छ टाढ ढुङ्गेल खर्कामा यो चाहिँ हाम्रो चौतारा ल गाइस यो चाहिँ कस्तो छ जग्गा हेरौँ है त त्यस्तो नजारा छ है हाम्रो पनि नेपालको जग्गा जस्तिकै कहाँ ल कता बो अब त मलाई पनि चिसो भए ए टेरेको ओहो यो हो नि त हो दाजु जाँदैछ हो हावा आउँदो रहेछ पुरा है हाम्रो जग्गातिर चाहिँ मालिक पनि छ अलिअलि मरेको छैन रहेछ त्यति यहाँ परबाट चाहिँ आसाम निचेबाट आउँछ वाह साह्रै मजाको सिन पायो त दाजु हेर्नु त आमामामै दामी छ नि दामी आमामामामामा ठिक्कैको भइरहेको हो दामी चियासँग बटन ठिकै ठिकै हो अब चिकनको लेग बनाएर लिएर खाएको भए मजा आउँछ है पाक्नु टाइम लाग्छ पाक्नु टाइम लाग्छ हात खानु लाग्छ नि आमामा मजा आयो
मान्छे जिम चाहिँ भएन खासै जुम मुनिबाट खाने खडा खाने कि आस चाहिँ यो यिनीहरू खाने नि म चाहिँ यो पनि खान्छु खै त्यसो भने अम्मा कत्रो उगायो अम्मा हौ नुन चाहिँ त्यहाँ लागेछ पिरो पनि नजाने कहाँ हवाई हवाई के लाग्यो त खोइ नि खाइङ्गे आहा खोइ नि त्यो त उयो कपडा छ खानु ठुटा हौ ठुटा हो फेरि पनि म खैनी पाउँछु नजारा हेर्नुहोस् है साथीहरू ढुङ्गल खर्काको नजारा है हेर्नुहोस् है टङ्गल आमा हाम्रो गाउँ चाहिँ यस्तो राम्रो जङ्गल चाहिँ यस्तो रमाइलो छ सिङताङबाट आउँछ रानीपुल ग्यान्टकदेखि आउँछ मान्छेहरू यहाँनिर नामै त ढुङ्गल खर्क यो ढुङ्गेर खर्का चाहिँ नाम किन राखेको होला उहिले ढुङ्गेल बाहुनको थियो अरे नि त कोट ए हो ढुङ्गेल बाहुनको थियो अरे कोट त्यसले गर्दाखेरि चाहिँ ढुङ्गेल खर्क यो हावा सरररररररर भन्नुपर्छ